यहाँ चाहिँ लगडा हामी चाहिँ आज हिजो बिटाउनको माथि त्यही अवसरमा मनिष दाइले मलाई लुम्बिनी घुमाइदिन्छु भाइ भनेर टक्क ल्याइसक्यो। यो चाहिँ के अरे थाइल्यान्डको मोनास्ट्री रहेछ। 13 बाजे नछिने यति टाढा आएपछि मनिष दाइ खोल्नु पर्ने रहेछ क्या, चप्पल खोल्नु पर्ने रहेछ यता। मैले चाहिँ चप्पल यहाँ खोलेँ। यो चाहिँ थाइल्यान्ड मोनास्ट्री रहेछ। ओहो भ्यान्चत ल पत्तु जुत्ता खोल। स्वागत गरिरहेको छ थाइल्यान्ड मोनास्ट्रीले। यही रामती यो त मा कसम अन्डा पाक्छ यहाँ। अच्छा ल ल मनिष दाइ आउनुहोस्। एउटा हामी चाहिँ अब खुट्टा चाहिँ भ्यान्चत अन्डा पाक्छ अरे ठाउँमा। ल है त केटा अहिले चाहिँ हरिया छ। हरिया चाहिँ डेन्जरै शान्त रहेछ। ट्याक्कै 200 फोटो वाइल्ड गर्नु छ यहाँ। मा कसम अन्डा 3-4 मिनट राख्यो भने पाक्छ 100। यस्तो छ होइन त। मनिष दाइलाई थ्याङ्क यू है। लगेर हामी चाहिँ अब छिरेको 2 मिनटमै थाइल्यान्डबाट निस्किनु पर्यो यार। घामको कुरा गर्नुपर्ने चाहिँ 10/10 छ यार। रिसमा खाली खुट्टा हिँड्यो भने प्यान्ट सोतमा कसम खुट्टा पाकेर निस्किन्छ। लगेर अर्को ठाउँ गएर भेटौँला। लगेर हामी चाहिँ कम्बोडिया जाँदैछौँ। कम्बोडिया छिरेर भेटौँला। हामी चाहिँ कम्बोडिया आइसक्यो। कम्बोडिया छिने कम्बोडिया चाहिँ सुने हेरौँ न अब गरै भेटौँला। लगेर फेरि खुट्टा चाहिँ अब भले यसलाई यार बवाल छ ठाउँ भन्नुपर्दा त म यहाँ जस्तो सर्पो बल अब भित्र चाहिँ देखाउनु पाउँछ कि पाउनु देखा हामी देखाउँला। नत्र चाहिँ अहिले चाहिँ मोबाइल राखेर गिराएको छु। भित्र चाहिँ यस्तो रहेछ। भित्र चाहिँ शीतल छ। यहाँ चाहिँ गौतम बुद्ध छ। मान्छेहरू नि निकै छ। डिजाइनहरू चाहिँ डेन्जरै छ यार। वाइल्डै गर्मी रहेछ यार। कम्बोडिया आए जस्तो भयो। अब चाहिँ नेपालै फर्किनु पर्ला जस्तो गर्मीमा कारण है होइन त गर्मी त फेरि नेपालमै हो। हामी नेपालमै हो केटा होइन। उनीहरू चाहिँ नेपाल भने पनि यो घाममा चाहिँ भन्न त फेरि अन्डर चाहिँ कस्तो लाग्यो भन्दा तपाईँको घाममा चाहिँ फेरि कस्तो लाग्यो भने गाह्रो हुन्छ कि होइन नि। गर्मीले लगेर यहाँ चाहिँ यसरी ध्यान गर्दो रहेछ हेर है। यो मुनि त पानी रहेछ नि त यहाँ। मुनि त दलदल पानी होला। लगेर अब चाहिँ हामी बुद्धको बर्थ प्लेसमा जाँदैछौँ है। सब कन्स्ट्रक्सन भइरहेको छ हेर न। रा पनि होइन कन्स्ट्रक्सन चाहिँ यस्तो छ कि त हुँदैछ बिस्तारै हुन त। यो त 25 वर्ष भइसक्यो नि त होइन। तर त्यो पनि विकास हुँदैछ केटा बिस्तारै होइन। एरिया लास्ट ठुलो तर यहाँ त घुम्दा हो यार होइन 3-4 घन्टा लाग्छ भने थियो। घुम्दा थाकिन्छ पनि घुम्दा अल्छी पनि लाग्छ कि फेरि यहाँ त फेरि गर्मी नै त्यस्तै छ नि त भाइ। हामी जस्तो केटाहरू एभ्री टाइम पिसमा बस्न सकिँदैन नि त। केटाहरूलाई पुरा भाइब चाहिन्छ नि। पिसमा केटाहरू बस्न सक्दैन कि टिक्न सक्दैन कि। तर पिस पनि सिम्पल भयो त पिस हुने हो के अरे है। गर्मी भएपछि कहाँबाट पिस हुने त यार। पिस हुने बाटोबाट नि छैन यार। लेग पिस चाहिँ होला जसलाई। आफ्नो लेग वाह कहाँ छ यार। आइज पत्तु चाड। पत्तु चाहिँ गर्मीले पाकेर चिसो हुँदैछ। तैँले हाफ किन्न नलागोस् त नि। हाफ प्यान्ट र हाफ टी सर्ट
टी सर्ट त लास्ट पत्तुले डेली ड्रेसअप चेन्ज हो कि पत्तुलाई ड्रेसअप चेन्ज गर्न लुम्बिनी र बुटोले आउनु पर्ने पत्तुलाई के भयो भने नत्र त पोखरामा ड्रेस देखेर झन् गर्मी भयो पत्तुले 3 दिनै फेर्न नत्र त के अरे पोखरामा एउटै लाएर त हिँड्दिन भाइ हिँड्छस् दिनको एउटा 2 दिनको एउटा त फेर्छु म यो त अहिले त बरु त्यो कपडा चाहिँ पुरानो होला कहिले कहिले किनेको तर फेर्नु चाहिँ फेर्छु हो र अगाडि हाम्रो यहाँ सिद्धार्थ गौतम चाहिँ बच्चा बेलामा यस्तो रहेछ है पृथ्वीनारायण शाहको जस्तै हात रहेछ है सेम छ है सबैले नेपाललाई एकै बनाउने सोचिरहेछ कि पहिला हो होइन मन्स त अहिलेको नेताहरूले चाहिँ के गरिरहेको छ त नि नेताहरू जो आउँथे कुरा छादियो अरे नेता जहाँ गयो नि नेता नेता भनेर छाड्यो अहिले घुम्न आएको घुमिराखौँ ओहो बिचमा खोला नि रहेछ यार केटा तिम्रो कत्रो चाहिँ ठुलो रहेछ यो ठाउँ हो एक दिनै छुट्याएर आउनु पऱ्यो भने छैन भन्छ त वाइटवाला स्तुपा हेर्न गयो भने त एक दिन चाहिँ छुट्याउनै पऱ्यो लुम्बिनी घुम्ने नै हो हिँडेर घुम्ने अन्त भाइ बिहान निस्क्यो बेलुकासम्म घुमिन्छ नि हो त्यत्रो ठुलो रहेछ ल केटा ऊ रहेछ हामी पुग्ने त वहीँ रहेछ कि इन्डिङमा केटा भ्लग चाहिँ बनाउँछु भनेर बनाएको थिएन अब जोसे बनाए कस्तो आउँछ अरे केटा ल केटा यार पत्तु त यार बिच बाटोमै ख्यास त के हो सकेन अरू चिजमा त स्टामिना छ भन्छ त खै त नि स्टामिना त्यता भाइ 2-3 राउन्ड त हिँड्न सक्छु भन्छस् त अरू बेला त अहिले त 100 मिटरमै ढुस बस्छस् त ए फुटसल त डेन्जर खेल्छस् नि तैँले राति मात्रै खेल्छु अहिले फुटसल नखेले 5 राउन्ड खेल्छु भन्छ खेल्छस् त यो हिसाबले 1 राउन्ड नि अलिक टिक्ला जस्तो लागेन तेरो 2-3 मिनटमै फ्यासेला जस्तो छ त आँखाबाट पसिना हामी चाहिँ महादेवी आइसक्यो यहाँ टिकट लियो हामीलाई चाहिँ 20 रुपियाँ त्यहाँ चाहिँ खिच्न नमिल्दो रहेछ प्लिज टेक योर सिज अब यत्रो बाटो त खाली खुट्टा हिँड्ने हो क्या दादा होइन प्लिज टेक योर सुज केटा अब हामी चाहिँ जुत्तै निकालेर भेटाउँमा त केटाहरूको चाहिँ चेकिङ भइरहेको छ गनसन बोकेछ अरे पत्तुरले त्यो मन्स्ता गनसनले छ क्या त्यही भने पत्तुरले चाहिँ गन बोकेर आयो जस्तो लाग्यो लगेर आयो चाहिँ यहाँ रहेछ है ठ्याक्क आयो जहाँ हेऱ्यो नि हिमाल जहिले हिमाल देख्ने मान्छेलाई त यार यो त ठिस हुँदो रहेछ जहाँ हेऱ्यो नि एउटा डाँडै छैन यार जहाँ हेऱ्यो नि रुख मात्रै छ केही छैन यार सम्म फेरि यो कसले बनाएको रे यो पिल्लर बनाएको कसले भन्दै थियो यार अमन पढेको थियो के अरे सोसलमा 8-9 कक्षामा बिर्स्यो अब भित्र चाहिँ हेर म बल छ ठाउँ त तर जाडो महिनामा आउन ठिक हो बेलुकै आउनु पर्ने रहेछ मा कसम केटा गफ हाने होइन खुट्टा त साँच्ची हो यस्तो पोलेछ नो फोटो भनेछ क्या नदेखाम भन्छु त फोन नि त्यस्तै तात्तेछ खुट्टा नि त्यस्तै तात्तेछ हात नि आमामा खुट्टा र हात कति फरक छ हेर्न केटा यता चाहिँ फोटो सोटो हो दा यार लेग हुने भयो बाबा साइलेन्ट प्लिज मायादेवीको सुटिङ चल्यो यार मायादेवी पार्ट 2 हो नदेखाम पेड प्रमोसन हो त्यो अन्ली फ्यान्स हो कि केटा त्यो चाहिँ राति भयो भने जे पनि हुन्छ हो दा यार
एउटा भित्र छिरेको थियो भित्र चाहिँ केही लिन नमिल्दो रहेछ फोटोसोटो चाहिँ त्यो जन्मेको ठाउँ चाहिँ देखेँ के अरे देखाइदिन्थ्यो के अरे है मिल्दै नमिल्ने हुन्छ ओ माछा हेर्नु नि त बोर्ड सोर्ड चाहिँ राखेर भन्नु त पर्यो त्यो एक्सप्लेन गर्ने मान्छे चाहिँ बोर्ड सोर्ड राखेर ड्याएको भन्दा पनि चाहिँ माछा साछा रहेछ क्या पौडी खेल्न मिले त यहीँ हाम फालिदिन्थ्यो पानी कम तातो भयो सुरुमा चाहिँ हल्का चिसो होला होइन के भाइ ढुक्क हो कि होइन पोखरी हो नि त अनि ओहो जम 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 लास पर्ने के छ त लगेर माछा चाहिँ यहाँ माछाले दर्शन दिइरहेको छ केटा अब चल्दी जानु त्यो बोतल ए कछुवा रहेछ यार माछा कछुवा हानेको लक्की चाम होडेको केटा साँच्ची हो क्या लगेर यो चाहिँ के हो के अरे एउटा को राजा चाइनिज राजा कि नेपाली राजाले बनायो भने त्यो पढेको थियो क्या पढ्न नि केही चरा होला नि त हेर्ने हो हेरौँ न के रहेछ कपमा कपमा पानी चरा चराहरूलाई खाना लाग्यो कि के हो चरा देउता सेउतालाई होला नि यहाँ चाहिँ के हो कि मैले पढेको थिएँ यार सोसलमा महाकसम पढेँ ए यहाँ छ है केटा यी अशोका अशोका राजाले बनाएको पिल्लर हो अशोका पिल्लर भन्छ कि त यसलाई बल्ल याद आयो लगेर पढेँ लगेर आफै पढ है यही हो मैले पढ्न चाहिँ पढेको थिएँ महाकसम सोसलमा कसम अब चाहिँ फर्किन्छ यार कसम यार यहाँ दा यार अन्डा पाक्दैन भुइँमा भन्नु त है अन्डा पाक्छ यार महाकसम मासुलाई टक्क म्यारिनेट गरेर टक्क राख्यो भने बेलुका शीतल केटा यार पोखरा त योभन्दा त 5 गुणा शीतल छ हो कि होइन मन्स्दै अनुसारको अब यहाँलाई जस हावा चलिरहेको भन न अहिले त हावा चाहिँ सिरी हावा चलेछ तर यो हो यहाँ पसिना आउने कि हावा चल्दा नि पत्तुर त सेफ्ल्यान्ड नि हानेको हो नि त हो यहाँ हिँडेपछि महाकसम केटा खुट्टा पोलेन भने मलाई भन्यो भने चाहिँ अहिले आएर समरमा विन्टरमा त चिसो होला थाहा छैन अहिले त महाकसम अन्डा पाक्छ केटा अन्डा डार्क कलर की तो कर ही रही है सेफ ल्यान्डिङ हान्नु पऱ्यो शीतलतिर हेरेर होला अहिले पछि अब बोटिङ हान्ने बेला भेटौँला है त लगेर हामी फेरि निस्किसक्यो यार दा यार घाममा हिँड्ने अलिक सकिएन सरी रुल्स ब्रेक भयो भने मोला जस्तो भयो खुट्टा त कसम केटा हो गफ खाने होइन डेन्जरै छ कि डेन्जर यो खानेपानी होइन कि खानेपानी त्यो हो जस्तो लाग्यो त मलाई जल हो खाइदियो अब होइन र हेर्नु न हल्का यो चाहिँ चिसै छ ल लगेर पानी सानी खाएर आइन्छ अब गर्मीलाई कति रेट दिन्छ मन्स्ता यार तपाईँले यार गर्मी गर्मी हो अब यसलाई त 10 out of 6 6 ए एउटा अहिले एकछिनमा भेटौँला लगेर बोट हिँडिसकेँ यस्तो बवाल भिडिदिन्छु नि टाइटेनिकमा छु है केटा म टाइटेनिकमा होइन त नि दाइ टाइटेनिक हान्दैछु गर्मी आइस बक्स चाहिँ भेटिएन नत्र त टाइटेनिकमै छु यार केटा यार उतै बस अह यो त मेरो टाइटेनिक भ्यू है केटा हुँदैन ओहो टाइटेनिकले स्प्ल्यास हानिरहेछ केटा यो त मेरो फेभरेट ठाउँ हो ओहो टाइटेनिक मेरो रुम यता छेउमा जान भन्छ
ओहो मन्स टाइटानिक कस्तो भइरहेछ हावा चलिरहेको वे लभलीको छोरो छ हावा नि सही हान्दो रहेछ हौ। ल केटा अरू केही देख्यो भने भेटौँला है त अब एकछिन रमाइलो हाल्छु ल केटा ओ ब्रिज आइसक्यो है हामी ब्रिज हामी चाहिँ अब इटलीतिर घुम्दैछौँ है केटा अन्त मन्स यो त अहिले अब फरेन यो चाहिँ फरेन भाइब्स हो कि नेपालको घर मात्रै महत्त्व नभएको कि होइन अन्त बोट अलिकति बगाल बनायो भने त बगाल भइहाल्छ नि होइन पानी सानी सरसफाइ त्यो के अरे त्यो यस्तो अर्को मोटरवाला बोट हुन्छ नि त त्यो पुऱ्याउनेवाला अँ त्यो यत्रो मान्छे हाल्यो भने त बर्बाद होला नि ठिक्कको मान्छे हाल्यो त्यो होइन कि त्यो हाम्रो लेक साइडमा मान्छे डुब्यो भने बचाउने बोट छ त एउटा ओहो केटा टाइटानिकको स्पिड त आमा यहाँ हेर्न केटा आमा ओहो टाइटानिकको खलासी है म चाहिँ कहाँ उता छ टाइटानिकको खलासी चाहिँ मैले ओ पानी आइरहेछ ओ पत्तुर उठ पत्तुरको चाक भिज्यो है केटा टाइटानिकको आइसबर्ग यहाँ रहेछ आइसबर्ग त यहाँ रहेछ त मनिष दाइ आइसबर्ग त यहाँ रहेछ त केटा आम्मामामामामा ओए के हो हिरो भाइब्स आइरहेछ त दाइ डेन्जरमा छ यार बेस त यही लाग्यो यार मलाई त्यहाँ मनिष दाइले डेन्जर जाम कि जाम भनेर है केटा होइन मलाई यहाँ घुम्दाखेरि अस्तिको पालामा यही मात्रै लाग्थ्यो कि ल केटा एकछिनै फोन आयो यार ल केटा भिडियो बनाउँदा पनि ओइ डेन्जर देख्यो क्या यार यो यार ओए भा काडोक्स भन्दै खसेको म यो त समुद्रै भाइब्स छ त नेपालको समुद्र त यो रहेछ त पत्तुर अघि भर्खर भिडियो बनाउँदै चाहिँ आमाले कल हानेको ओहो पानी छिर्यो केटा टाइटानिकमा डुब्छ कि के हो मनिष दाइ टाइटानिक पानी छिर्यो त हो ल केटा टाइटानिकमा पानी छिर्यो है अब चाहिँ हामी पौडी खेलेर आउँछौँ लगेर उता के छ त्यहीमा भेटौँला है त मा काडक्स डेन्जर रिस उठ्ने भयो नि के हो होला मनिष दाइ माछिनी तपाईँले यति दिन बेर यत्रो मिठो भाषण दियो नि त सब माछिनी क्याप्चरै गर्न बिर्सेछु फक भयो कि मान्छे मनिष दाइले डेन्जरै दिएको थियो केटा बालेन सरकारले सुन्नै पर्ने घन्टी सरकारले सुन्नै पर्ने कुराहरू दिएको थियो त्यो अब अहिले गाडीमा फर्किँदा सुनाउँला हामीले हो कि होइन मनिष दाइ गाईको सुरुवातै रेकर्ड होइन उतासम्म भइरहेछ ढाँडा नभएर चाहिँ मिठो पाठ गयो यस्तो सबभन्दा बेस्ट पाटे गयो ल जस्ट गो विथ द फ्लो एउटा चितवनको जङ्गल सफारी नगरे पनि लुम्बिनी फुटबलको चाहिँ रूपन्देही के रहेछ ल ए जङ्गल सफारी हानिरहेको छ हामीले यहाँ बाघ भालुहरू छ अरे केटा डेन्जर धेरै भेटेको छ कि हामी मान्छे भालु जस्तो छ चितवनमा यस्तो घुम्न जनावरहरू छ होइन अब ऊ के अरे पत्तुर जस्तो छ गैडा जस्तो छ हात्ती जस्तो म भालु जस्तो छ होइन जनावरै जनावर तिनवटा जनावर त यहीँ रहेछ क्या गैँडा होइन यो दाँत कस्तो हुन्छ गैँडाको किन त जेसीबी भन्न मिल्दैन म हात्ती भएँ मनिष दाइ भालु भयो भालु दाइ यार यसरी चितवन जान मन लाग्यो यस्तो यो गरेको देखेर हो र चितवन जाने हो क्या चल्दिने हो क्या आज नमिले पनि एक न एक दिन के छ प्लान म त ढुक्क हो भाइ हो दाइ यो यस्तो पत्तु यस्तो चरेर त चितवनमा कस्तो हुन्छ होला ल गइस चितवन तपाईँ त गइरहेको छ है दाइ लगेर म चाहिँ चितवन गएन अहिलेसम्म
अन्त धेरै गरौँ जङ्गल सफारी एकचोटि जङ्गल सफारी ल मैले त एक दिन जङ्गल सफारी हान्नु पऱ्यो लगेर एक दिन मनिष दाई म को हुन्छ जङ्गल सफारी जाने अब लगेर यार अब चाहिँ बाटोमै भेटौँला अब घर जानु बेला पानी सानी लिएर भेटौँला मनिष दाईको यस्तो बवाल कुराहरू मिस भयो डेन्जर रिस नि उठेछ मान्छे मै पागल जस्तो हो कि भिडियो नबनाइकन त्यो 0.5मा थिचेर मात्रै बसिरहेको रहेछ कस्तो पागल होला यार हेर्छु त ल मैले कहाँ थाहा पाएँ भने म त्यहाँ एकछिन रोकिने त बोटको ओर्लिनु होला अफ गर्छु भनेको त टाइमर कति भयो देखाएकै छैन 0.5मा मात्रै थिचेर बसिरहेको रहेछ यस्तो चाहिँ गर्नुहुन्न लुम्बिनी जस्तो ठाउँमा आएर ल यो नेपाल प्रहरीले नि बाइक चलाएको यस्तो गरेकोलाई समान्दैन यस्तो नेचुरल नेपालकै नेपाल हेरिटेजको समान्दैन बाइक अहिले यहाँ बाइकको भिडियो हालेको भयो केटा ड्रिप हानिदिन्छ कि यसको नि बुलेट प्रुफ हो क्या केटा होइन ठ्याक्क ब्यालेन्स भयो त एकजना भ्या अगाडि भएको यतै पल्टिन्थ्यो कि मोटरसाइकल धन्दै पल्टिन्थ्यो राइडरको अगाडि मैले त्यस्तो कुरा गर्ने राइडर छ अनि राइडर हुँदा कति इयर्सको एक्सपिरियन्सको राइडर अहिले त मनिष दाइले पनि चेक गरे कि भिडियो बनेछ कि बनेन अहिले नि चका मात्रै हान्न आयो के हो भनेर नि अघि त त्यस्तै हो ठ्याक्क खिच्छु भनेको 0.5 भन्थ्यो टाइममा त नथिचिरहेको ल यार केटा थाइल्यान्डलाई नि बाई बाई भन्ने हो कम्बोडियालाई नि बाई बाई भन्ने बाई बाई भने नेपाललाई नि बाई बाई भने अब हाम्रो पोखरा भन्ने देश छ एउटा नेपालको साइडमा धेरै जानुपर्ने ए पहिला त बुटोल भन्ने देश छ सानो इन्टरनेसनल एयरपोर्ट रहेछ यो पनि अब राम्रोसँग सुचारू भएन के राम्रोसँग सुचारू भयो छैन अब इन्टरनेसनल फ्लाइट्सहरू टन्नै आओस् होइन ध्यान आकर्षण हुनु पऱ्यो नेपाल सरकारको चाहिँ होइन अब बनाएर मात्रै हुन्न त्यसलाई कार्यान्वयनमा ल्याउनु पऱ्यो मेन कुरा भनेको चाहिँ सरकारले चाहिँ यो छिटोभन्दा छिटो पहल गरेर चाहिँ यहाँबाट होइन दामी बनाए है राम्रो रहेछ त दामी लगानी यत्रो परेको छ होइन अरूको लगानी परेको छ अब यसलाई चाहिँ सही सदुपयोग गरेर चलाउन सक्यो भने अनि बल्ल बवाल हो कि होइन अनि अब आउने दिनहरूमा पोखराको इन्टरनेसनल एयरपोर्टमा आउला त इन्टरनेसनल फ्लाइट दुबईले दियो अरे नि त दुबईले दियो अरे त्यही सुनेछु मैले नि दुबईले चाहिँ अब दुबईबाट चाहिँ डाइरेक्ट पोखरा आउन सकिन्छ होइन त्यसमा पनि धेरै प्लस पोइन्ट हुन्छ पोखराबाट किनभने दुबईबाट आउने मान्छेहरूलाई पनि सही हो नि त दुबईबाट आउने मान्छेहरू अब यस्तो पनि हुन्छ कि मान्छेहरू दुबई घुम्न आयो दुबईमा त अब त्यो महँगै हुन्छ नि त नेपाल सस्तो छ घुम्नको लागि त नेपाल सस्तो हो कि सबभन्दा सस्तो देश नेपाल हो नि त घुम्नको लागि त टक्क दुबई आयो दुबईबाट टक्क भिजाको फ्लाइट पोखरा डाइरेक्ट आउन पायो भने त मान्छे खर्च नि कम भयो भने डाइरेक्ट पोखरा आयो हान्यो घुम्यो होइन अन्त फेरि फर्क्यो डाइरेक्ट होइन नि अनि अब म्याक्सिमम् मान्छेहरू अब नजिक अब कास्की गण्डकीको नजिकहरू भएकोहरू डाइरेक्ट पोखरा ल्यान्ड हान्नु नि मिल्यो डाइरेक्ट त्यहाँबाट उड्नु नि मिल्यो फ्लाइट लिएर होइन त्यो पनि बगाले हो टाइम पनि छिटो हुन्छ है टाइम छिटो भयो काठमाडौँबाट फेरि 7 घन्टा लाएर 5 घन्टा लाएर पोखरा आउनु पर्छ फेरि काठमाडौँबाट पोखरा आउँदा फेरि प्लेन खर्च गर्नु परेन फेरि उड्ने बेलामा पनि त्यहीँ जानुपर्छ फेरि फर्केर काठमाडौँ पुग्नुपर्छ त्यो भएन नि त बचत भयो त्यो पैसाले बरु इन्जोय हान्नु पायो चिल हान्नु पायो होइन त नि अब डेन्जर हरि भयो फेरि होइन नि त गाडी साडीमा गयो भने काठमाडौँ त्यही 5-6 घन्टा लागिहाल्छ गाडीमा जाँदा 5-6 घन्टा लाग्छ केही नभए जति निस्के पनि 6-7 हजार एक्स्ट्रा खर्च त हुन्छ नै कि जसरी त्यसले गऱ्योमा 6-7 हजारले यता होइन नि रुमको खर्च बच्यो है दुबई पनि अहिले बवाल छ नि त होइन दुबई बवाल छ यो सही हो कहिले काहीँ हामी दुबई घुम्न जानु पऱ्यो भने टक्क पोखरा इन्टरनेसनल एयरपोर्टबाट सर होइन मनिष दाइ त चाइना जाने होला नि चाइना सब हान्नु पऱ्यो चाइना दुबई सब मजा आउँछ अब हेरौँ जिन्दगीलाई कहाँसम्म पुऱ्याउँछ भन्ने कुरा हो तर चाइना त एनी हाउ जाने होइन मनिष दाइ चाइना त एनी हाउ जाने म चाहिँ होइन है मनिष दाइ हो फेरि
जिन्दगीमा कहाँ कहाँ जानुपर्ने हुनसक्छ हो कि जहाँ लान्छ त्यहीँ जाने त। त्यहीँ जाने हो कि हो कि जस्तै कि म हिजो अस्ति काममा पुगिरहेको थिएँ, दाइहरूले कहाँ लुम्बिनी ल्याइदियो, अनि जहाँ पुऱ्याउँछ त्यहीँ। घर पनि नगइकन जाम भनेपछि हिँड्ने रोशन भाइ अब यस्तो हुनुपर्छ कि होइन कहाँको जामकै हिँड भनेपछि ट्याक्कै हिँड्यो भाइ यो हो नि त टक्क रेडी के अलवेज रेडी होइन त म त केटा साँच्ची ढाँटेँ होइन, काम जाने भनेर पजामा र रातो टी सर्ट स्निकर भएकोमा थिएँ। अनि केटाहरूले चाहिँ ल हिँड भने जान्न त हिँड्दा हिँड गऱ्यो। अनि ला हिँड्न त ल अहिलेसम्म आएको नि थिएन। त्यही भन्दाखेरि मनिष दाईको गाडीमा पेट्रोल सेट्रोल नै हाल्न नगर्नेखेरि मनिष दाईले फेरि अनि मनिष दाईको गाडी फेरि ओमडामा चट्ट अहिले बोलाउँ ल्याएर हँस उठायो। त्यो हामी त्यसको बडीगार्ड ल ल मनिष दाई ड्राइभर म बडीगार्ड ल हाम्रो भिआइपी छ कुरै कुरामा ल ल केटा अब चाहिँ एकछिन अब चाहिँ चार्ज गर्न जानुपर्छ होइन त नि मनिष दाई चार्ज गर्ने अनि हामी नै केही चार्ज हुनु पर्यो ल केटा बुटोलको ट्राफिक रेड लाइटमा फर्स्ट टाइम होइन नत्र हामी भित्रभित्र हिँडाउँदैन अहिले अब पहिलोचोटि हाइवे हिँड्दाखेरि चाहिँ पऱ्यो होला 9 8 7 पोखराको सब जस्तो भइहाल्यो भाइ होइन यहाँको चाहिँ नफुटा रहेछ क्या हो पोखराको त जनताहरू के हो त नि सब फुटाएर नयाँ पुरै जिटिए भाइ सिटी खेले जस्तो बनाइदिन्छ यार जन आन्दोलनमा हेर है पोखराकोहरू अलि त्यस्तै त्यस्तै त्यो छ बोर्डहरू घिसार्दै होइन पोखरामा डनै डन छ नि त दादा गराउनु पर्छ यार एक कुना कुनामा डन छ डराएर बस्नै पर्छ बट्टु भेदा बट्टु राईसँग कल हुँदैछ क्या लगेर अब चाहिँ हामी धेरै होइन 15-20 मिनटमा पुग्छौँ होला ल एकछिन केटा ल केटा हो हामी चाहिँ रुममा आइसक्यो है त बत्तुर हिरो यहाँ छ कि पोखरा जा केटा हामी चाहिँ हामी चाहिँ लुम्बिनीबाट डाइरेक्ट चितवन आयो बुटोलबाट आयो अब चाहिँ आज यहीँ हुन्छ होला भोलिको लगेर अनि हामीलाई चाहिँ के अरे दाइ नाम के अरे दाइ हाइन्डिनर्सले हामीलाई यहाँ वाट कम्प्लिमेन्ट्रीहरू नि दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद टप 10 लगाएर सर्फिङ यहीँ हुनु हुँदो रहेछ त सबभन्दा धेरै खाने तै भाइ यो के होला भन्छ टप 10 भ्लगरले यसलाई के भन्छ के वाटर भन्छ भन्छ उमेश साथी भन्न लाउ त यसलाई के वाटर भन्छ यसलाई के भन्छ थाहा छ डिटक्स वाटर भन्छ बुझ्छ पोगी भ्लग चाहिँ राखेको छु बाटो भ्लग चाहिँ बिर्सेछु कि इन्डिङ हाल्ने पोखरा आइसक्यो हामी त्यस्तै 10 बजीतिर आएको थिएँ गाडीमा नै सुतेको थिएँ थाहा नै भएन डाइरेक्ट यहाँ आएर बिन्छु लगेर अब अर्को भ्लगमा भेटौँला।